एभ्रिवान, मेरो नाम चाहिँ दीपक रेग्मी र मेरो घर चाहिँ वीरेन्द्रनगर 3 तातापानी सुर्खेत र म चाहिँ डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङको विद्यार्थी र पढेर चाहिँ सिद्धिसकेको छ र आज चाहिँ मैले एउटा टेस्ला साइबर ट्रक लुकवाला एउटा फोनदेखि कन्ट्रोल हुनेवाला कार चाहिँ बनाएको छु र हजुरहरूलाई त्यो कसरी बनाएँ, मैले त्यसमा के युज गरेँ अनि के समस्याहरू आएको थियो त्यो बनाउँदाखेरि सबै हजुरहरूले भनिदिन्छु मैले। र हजुरहरू हेर्न सक्नुहुन्छ मेरो हातमा छ कार र यो कारमा चाहिँ मेन गरी यहाँ पछाडि हेर्न सक्नुहुन्छ 4वटा डिसी मोटरहरू युज गरिएको छ, प्रत्येक टायरको लागि एउटा। र यो यसको बेस चाहिँ पिभिसी पाइपको सिट युज गरेर बनाइएको छ भने, अनि माथिको हजुरहरू यहाँ बडी हेर्न सक्नुहुन्छ अनि कार्टुनको बनाइएको छ। र यसमा चाहिँ मेन गरी 4वटा डिसी मोटर कन्ट्रोल गर्नको लागि एउटा यसको ड्राइभर युज गरिएको छ, जसले चाहिँ सबै मोटरहरूको स्पिडहरू कन्ट्रोल गर्ने गर्छ भने, अनि आर्डिनो युनो युज गरिएको छ माइक्रो कन्ट्रोलरको रूपमा, जसले चाहिँ कमान्ड पठाएर अनि सबै मोटरहरू चाहिँ रन गर्ने गर्दछ। र हामीलाई फोनदेखि कन्ट्रोल गर्नको लागि यहाँ हजुरहरू हेर्न सक्नुहुन्छ यो ब्लुटुथ मोड्युल भएको छ यो, अनि यसको युज गरेर चाहिँ हामीले फोनदेखि यो कारहरूलाई फुल कन्ट्रोल गर्न सक्छौँ। र यसको अगाडि चाहिँ हेर्न सक्नुहुन्छ मैले 2टा एलइडीहरू राखेको छु र यहाँ पछाडि पनि 2टा एलइडीहरू छन् र यसको भित्र 12 भोल्टको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ। र यसमा अर्को फिचर भनेको 2टा ड्युल क्यामेराहरू छ, हजुरले फोनदेखि क्यामेराहरू रियल टाइमको हजुरहरूले भिडियो हेर्दै यो कारले चलाउन सक्नुहुन्छ। यो कारलाई चाहिँ मैले टेस्लाको साइबर ट्रकको लुक दिन खोजिरहेको थिएँ, त्यस्तै देखिरहेको छ, तर सेम त्यस्तै चाहिँ भएको छैन। र मैले चाहिँ अहिलेसम्म बनाइरहेको प्रोजेक्ट र काम गरिरहेको प्रोजेक्ट भनेको अनि एउटा ह्युमनोइड रोबोट जो चाहिँ ह्यान्ड मुभ गर्छ, हेड मुभ गर्छ, बडी मुभ गर्छ, त्यो चाहिँ बनाइरहेको छु। त्यो चाहिँ लगभग 50 to 80% भइसकेको छ, थोरै प्रोग्रामिङको काम बाँकी छ। र यो चाहिँ मैले हिजो अस्ति बेलुका बनाउन स्टार्ट गरेको र हिजो मैले 1.5 दिनमा यो चाहिँ बनाएर मैले भ्याएँ। सामानहरू सबै मैसँग थियो। बनाउन सिक्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ, म हजुरहरूलाई सक्ने जति गाइड गर्नेछु। र मेरो युट्युब च्यानल पनि रहेको छ इनो दीपक, जसमा हजुरहरूले मैले हालेको प्लेनको भिडियो अनि रोबोटहरूको भिडियो हजुरहरू हेर्न सक्नुहुन्छ।